धन्यवाद तपाईँ सामने नेपालको महत्त्वपूर्ण राई समुदायको साकेला सिन्धु अवसरमा आयोजित यो समारोहका अध्यक्ष मनीष राईज्यू, मंचमा आसीन प्रदेशका वन वातावरण मंत्रीजी, यो क्षेत्रका 12 क्षेत्रका मेयर रमेश कार्कीजी, मंचमा आसीन उपस्थित विशिष्ट व्यक्तित्वहरू र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय दाजुभाइ दिदीबहिनीहरूमा म यो साकेला पर्वको सुखद अवसरमा तपाईहरू मार्फत यो क्षेत्रका सम्पूर्ण समुदायका दाजुभाइ दिदीबहिनीहरूलाई म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। तपाईहरूले यो कार्यक्रममा मलाई आमन्त्रण गरेर तपाईहरूको बीचमा उपस्थित भएर शुभकामना दिने जुन अवसर दिनुभएको छ, त्यसका निमित्त म आयोजक साथीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। यो पर्व केवल राई जातिको मात्र पर्व होइन, यो पर्व हामी सबै नेपालीको पर्वको रूपमा यसलाई मैले लिएको छु। राई जातिको यो देशको लोकतन्त्रको स्थापना, पुनर्स्थापना र विकासका निमित्त जुन भूमिका इतिहासमा अंकित छ, त्यसलाई मैले यहाँ धेरै व्याख्या, विश्लेषण र वर्णन गरिरहनु पर्दैन। राई जातिको यो मुलुकको निर्माणमा पनि त्यत्तिकै ठुलो र अहम भूमिका रहेको छ। यो चाड मैले बुझे अनुसार साकेला चाड हाम्रो प्रकृतिसँग सम्बन्धित छ। उभौली र उधौली दुईटा चाडको रूपमा, दुईटा पर्वको रूपमा यसलाई हामीले मनाउँछौँ र यो चाड हाम्रो मातृभूमिसँग, हाम्रो मातासँग, हाम्रो प्रकृतिसँग सम्मान व्यक्त गर्दै उत्पादन र भण्डारणसँग सम्बन्धित रहेको यो चाड छ। यो चाड केवल चाडको रूपमा नभइकन यसले राई जातिका पिता पुर्खादेखि अवलम्बन गर्दै आएका जुन परम्पराहरू छन्, त्यो परम्परालाई भाइचाराको रूपमा समाजको एकता स्थापित गर्नका निमित्त, सामाजिक सद्भाव अभिवृद्धि गर्नका निमित्त यो चाडको धेरै ठुलो महत्त्व रहन्छ। मलाई यहाँ राई समुदायका युवा युवतीहरू, अहिलेका पुस्ताका युवा युवतीहरूलाई देखेर खुसी पनि लागेको छ, गर्व पनि लागेको छ। हामीले हाम्रो संस्कृति र परम्परालाई हाम्रो पुस्तामा हस्तान्तरण गर्न सकेनौँ भनेदेखि हाम्रो परिचय विलीन हुँदै जान्छ। त्यसैले यो परम्परा जुन विशिष्ट परम्परा छ, यो परम्परालाई युवा राई समुदायका नयाँ पुस्ताले जुन किसिमले ग्रहण गरेका छन्, यसको गरिमालाई अझ महत्त्वका साथ नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय जगतमा पनि परिचय गराउनेका साथ
अगाडि बढ्नुपर्ने आजको हाम्रो आवश्यकता छ। हाम्रो देश विविधताले युक्त देश छ। आज हाम्रो देशलाई समावेशी विकास चाहिएको छ। आज हाम्रो देशलाई दिगो आर्थिक विकास चाहिएको छ। आज हाम्रो देशलाई सन्तुलित विकास चाहिएको छ र आज हाम्रो समाजलाई हामीले एकताको सूत्रमा अगाडि बढाउनु पर्ने दायित्व हामी सबैको छ। हामी विभिन्न जात जातिका छौँ, हामी विभिन्न धर्मावलम्बीका छौँ, हामी विभिन्न भाषाका छौँ, तर अन्तिममा हाम्रो सबैको पहिचान नेपाली पहिचान हो र हामीले हाम्रा परम्परालाई, हाम्रा जातीय दृष्टिकोणहरूलाई एकता, सहिष्णुता र राष्ट्रिय सद्भावको रूपमा अगाडि बढाउनु पर्ने अहिलेको आवश्यकता छ। हाम्रो देश अब कुनै किसिमको द्वन्द्वलाई हाम्रो देश र हाम्रो समाजले फेर्न सक्दैन। त्यसैले हामीले आजको यस चाडबाड पनि, यस पर्वबाट पनि नेपाली समाजलाई एकताको सूत्रमा बाँध्नका निमित्त र आफ्नो धर्म, परम्परा र संस्कृति र मान्यतालाई समृद्ध गराउँदै अगाडि बढाउनका निमित्त आजको दिनले हामी सबैलाई प्रेरणा दिनेछ भन्ने विश्वास मैले लिएको छु। अहिले जुन किसिमको उल्लासमय रूपमा यहाँ तपाईहरुको उपस्थिति छ, यसले हाम्रो भविष्यलाई इङ्गित गर्छ। हामी नेपालीहरू विभिन्न जात जातिका छौँ, तर हामी एक सूत्रमा बाँधिएर मुलुकलाई विकासको गतिमा अगाडि बढाउन चाहन्छौँ र हाम्रो त्यो चाहना हो र नेपाली जनताको पनि त्यो चाहना हो। त्यो चाहना पुरा गर्नका निमित्त आजको यस पर्वले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सकोस् भन्ने म शुभकामना व्यक्त गर्न चाहन्छु र यहाँ उपस्थित सबै दाजुभाइ, दिदीबहिनीहरू र अहिलेका युवा पुस्तालाई पनि म हार्दिक आभार व्यक्त गर्दै मलाई यो अवसर दिनुभएकोमा म आयोजक साथीहरूलाई र मनिष राई लगायत सबै कार्य समितिलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। हामीले आफ्नो ठाउँबाट, आफ्नो क्षेत्रबाट यो ठाउँको विकास गर्नका निमित्त भाषण होइन, हामीले काम गरेर देखाउँ, परिणाम नदेखाउँ। यिनै कुराहरू यहाँहरूसँग निवेदन गर्दै मेरो यही कार्यक्रमका लागि मात्रै म यहाँ उपस्थित भएको छु। फेरि पनि तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु मलाई आमन्त्रण गर्नुभयो। म भोलि नै, आजै नै मैले काठमाडौँमा फर्किनु पर्नेछ। भोलि धेरै महत्त्वपूर्ण अरू बैठकहरू, संसदीय बैठकहरूमा उपस्थिति हुनुपर्नेछ। त्यसैले म अहिले मेरो भनाइ राखेर यहाँहरूसँग सभापतिजी मार्फत, मनिष राईजी मार्फत अनुमति पनि लिन चाहन्छु। म यहाँहरूसँग बिदा पनि लिन चाहन्छु। म यति कुरा राख्दै यो पर्वले हाम्रो समाजलाई एकताको सूत्रमा बाँध्नका निमित्त महत्त्वपूर्ण योगदान पुर्याउनेछ भन्ने विश्वासका साथ मेरो भनाइ अन्त गर्न चाहन्छु। जय किराँत, जय नेपाल। त्यसै गरी